किन तपाईहरुले त मान्छे पठाइराख्नु भएको छ, तपाईहरुलाई थाहा हुँदैन कति कमाउने क्लियर गर्नुस्। किन तपाईले पैसा पे गर्दै हुनुहुन्छ, फ्रीमा उनीहरुले नि पठाइराको होइन। पहिले नै तपाईहरु प्रोसेस गर्ने बेला चाहिँ डाइरेक्ट भन्नुपर्ने हुन्छ मेन पावरमा चाहिँ। यहाँको स्यालेरी र कामको बारेमा तपाईले यथार्थ कुरा थाहा पाउनु भयो भने त तपाईले अप्लाई गर्नुहुन्न। अप्लाई हे गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सो आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै ठीक छु। आज भने म तपाईलाई के बताउन गइरहेको छु सायद तपाईले थम्बनेल हेरेरै बुझिसक्नु भएको होला। यदि छैन भने चाहिँ म तपाईलाई आज नेपालबाट रोमानिया आउँदै हुनुहुन्छ भने कसरी मेन पावरबाट अथवा दलालहरुबाट ठगिनबाट जोगिन सक्नुहुन्छ त। किनभने अहिले पछिल्लो समयमा रोमानिया आउनेको संख्या एकदमै बढिरहेको छ अनि त्यसपछि रोमानिया आइसकेपछि यहाँ नेपालीहरुको बिचल्य हुँदैछ। के कारणले हुँदैछ त? पहिले नै ए टु जेड सबै कुरा क्लियर थिएन। के कुराहरु क्लियर हुनु पर्दछ म तपाईलाई यो भिडियोमा रहेर सम्पूर्ण कुराहरु बताउने नै छु। भिडियोलाई स्किप नगरिकन हेर्नु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गरिदिनु होला। आउनुस् ढिलो नगरिकन भिडियोलाई सुरुवात गरौँ। सुरुमा अहिले नेपालमा विभिन्न मेन पावर कम्पनी अथवा दलालहरुले एकदमै विकृति फैलाइरहेको छ। जो यथार्थ कुरा हो, रोमानियाको कुन हिसाबले काम हुन्छ, कसरी हुन्छ, कति स्यालेरी दिन्छ, त्यो कुनै पनि तपाईलाई एक्ज्याक्टली बताइरहेका छैनन्। किन? यहाँको स्यालेरी र कामको बारेमा तपाईले यथार्थ कुरा थाहा पाउनु भयो भने त तपाईले अप्लाई गर्नुहुन्न। अप्लाई नगरेपछि उनीहरुले काम पनि पाएन। त्यही भएर तपाईहरुलाई बढाइ चढाइ गर्ने गर्छन्। कस्तो खालको बढाइ चढाइ गरिरहेका छन् त अहिले? नम्बर 1 मा छ तपाईको सुरुमा स्यालेरीमा के भन्छन् तपाईलाई भनेपछि 4050 ले भनेर भन्छन्। जुनसुकै काममा पनि किन नहोस् 4000 तपाईको स्यालेरी हुन्छ भनेर भन्छन् कि भन्दैनन् ल तपाई आफै भन्नुस्, मलाई कमेन्ट गर्नु होला। अनि त्यो 4050 ले भनेको कस्तो खालको स्यालेरी हो त? तपाई हामी के गर्छौं, त्यो स्यालेरीलाई इन्टु 30 गरेर हेर्छौं के 4050 लाई कति हुन्छ त नेपाली। त्यति भयो भने मलाई पुग्यो भने तपाईहरु एकदमै फुरुक्क हुनुहुन्छ, खुसी हुनुहुन्छ त्यो स्यालेरी देखेर। तर यथार्थ कुरो त्यो होइन। तपाईको 4050 मा यहाँ ट्याक्स काट्छ, रुम रेन्ट काट्छ, खानाको काट्छ, सबै गर्दाखेरि लास्ट बच्ने कति हो त? त्यही 2400 हो। त्यो कुराहरु तपाईलाई बताइदिन्न। एटलिस्ट तपाईलाई सुरुमै उनीहरुले एजेन्ट अथवा मेन पावरले यति पैसा बच्छ भनेर भन्यो भने तपाईहरुले प्रोसेस गर्नुहुन्न नि त। त्यो भएर पनि उनीहरुले त्यो भन्ने गर्छन्। पहिले नै तपाईहरु प्रोसेस गर्ने बेला चाहिँ डाइरेक्ट भन्नुपर्ने हुन्छ मेन पावरमा चाहिँ 4000 नै मैले पाउने हो कि त्यसमा कति काटेर मैले पाउने ठोस स्यालेरी चाहिँ कति हो लास्टमा सबै काटेर भनेर पहिले क्लियर गर्नुस्। किन? तपाईले पैसा पे गर्दै हुनुहुन्छ। फ्रीमा उनीहरुले नि पठाइराको होइन। तपाईले पैसा पे गरे बापत उनीहरुले चाहिँ काम गरेर आफूले कमिसन छुट्याएर खाएर अनि बल्ल पठाइराको। त्यति खाँदै पनि तिनीहरुले सही हिसाबले बताएन भने तिनीहरुलाई किरा पर्छ लास्टमा। तर बताउँदैनन्। अहिले नेपालको जति पनि मेन पावर छन्, एजेन्सीहरु छन्, क्लियर कहिले पनि बताउँदैनन्। लास्टमा हुने भनेकै त्यही हो। मलाई त कुनै केसहरुमा मैले यस्तो पनि देखे कि नेपालमा बसेको मेन पावर अथवा दलालहरुलाई यहाँ कस्तो खालको कामहरु भइराछ, कति स्यालेरी दिन्छ भन्ने नै थाहा हुँदैन। मलाई 2-3 ठाउँबाट फोन आयो, कति भइराको छ स्यालेरी, के भइराको छ भने मेन पावरले नै फोन गर्यो। अनि मैले उहाँलाई सोधे, किन तपाईहरुले त मान्छे पठाइराख्नु भएको छ, तपाईहरुलाई थाहा हुँदैन कति कमाइराका छन् भनेर? होइन, त्यहाँबाट बताउँदैनन् अरे। किन नबताउने हुन्? पहिले क्लियर कुरा गर नि त। क्लियर कुरा गरिसकेपछि बताइहाल्छ जसले पनि। बताउँदैन त? बताउँछ नि त। उनीहरु क्लियर कुरा गर्न नै खोज्दैन के। उनीहरुलाई एनीहाउ पैसा कमाउनु छ। यहाँ जस्तो सुकै काममा पनि हाल्दिन्छ, सकियो। त्यसपछि एग्रीमेन्ट तपाईको साइन हुने भनेको 4050 लेमा हो। त्यसपछि अब कति छ काट्नुपर्ने? 2400-2500 महिनाभरि तपाईले काम गर्यो भने 2400-2500 हातमा पार्दिन्छ। अनि कस्तो खालको कामहरु हो भन्ने कुरा नि तिनीहरुलाई केही पनि थाहा छैन। वेयर हाउस भनेको छ, वेयर हाउसमा के काम हुन्छ अत्तो पत्तो छैन। धेरै साथीको जिज्ञासाहरु के छ भने वेयर हाउसमा कस्तो काम हुन्छ भनेर। त्यो म तपाईलाई बताउन गइरहेको छु। वेयर हाउसमा पनि विभिन्न खालका डिपार्टहरु छन्। प्याकिङ छन्, रिसेप्सन छन्, अनि तपाईको लास्टमा ह्यान्डओभर छ। 4-5 वटा डिपार्टहरु छ। त्यो डिपार्ट अनुसारले कुन डिपार्टमा पर्नुभयो त्यही अनुसारले स्यालेरी आउँछ। रिसेप्सन भनेको तपाईको जुन सुरुमा बाहिरबाट सामान आएको हुन्छ त्यो सामान खोलेर हेर्ने, गन्ने, अनि गनिसकेपछि
यति छ भनेर इन्ट्री गरेर ल्यापटप छ भने पछाडि डिजिटल वेयरहाउस हो भनेपछि ल्यापटपमा अथवा डेस्कटपमा तपाईँले इन्ट्री गरेर पठाउनु पर्ने हुन्छ सामान। छैन भने लेखनीमा तपाईँको कागजहरू के तिनीहरूको सिस्टम हुन्छ त्यसमा लेखेर पठाउनु पर्ने हुन्छ। अनि त्यो सामान गइसके पछाडि कोही पिकिङ गर्छ, अब पिकिङको डिपार्ट अलगै छ। ह्यान्डओभर भनेको लास्ट अब कसैले अनलाइनबाट अर्डर गर्छ भने अनि त्यो सामानलाई प्याकिङ गरिसके पछाडि ह्यान्डओभर गर्ने काम अलगै छ। त्यस्तो टाइपको कामहरू हुन्छ वेयरहाउसमा। त्यो कामहरू नेपालमा बसेको यो दलालहरूलाई अथवा मेन पावरहरूलाई अधिकांशलाई थाहा नै छैन कस्तो खालको कामहरू भइरहेको छ, के भइरहेको छ, अनि स्यालेरी कति हुन्छ, केही पनि भाङभोसडो केही पनि थाहा हुँदैन। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस्, तपाईँलाई केही न केही सिक जरुर मिल्छ। डाइरेक्ट सुरुमै जाने बित्तिकै तपाईँ भन्नु होला मैले त्यहाँ गएर बचाउने कति हो भनेर चाहिँ क्लियरली पहिले नै तपाईँले भन्नु होला। किनभने तपाईँलाई त हुरुक्क बनाउनको लागि सुरुमा तिनीहरूले भनिदिन्छ 4050 हुन्छ, त्यसमा पनि तपाईँले ओभरटाइम गर्न पाउनुभयो भने चाहिँ 5000 6000 कमाउन सक्नुहुन्छ भन्छन्। त्यति भन्ने बित्तिकै तपाईँहरू खुसी हुनुहुन्छ अनि पैसा जति पनि त्यति पे गरिदिनुहुन्छ। त्यो छैन, त्यो सिस्टम हुँदै होइन। त्यहाँ कति काट्छ, के काट्छ, लास्टमा बच्ने कति हो त्यो कुरो चाहिँ तपाईँले क्लियरली गरेर बल्ल मात्रै आउनु होला, होइन भने अन्यथा एकदमै दुःख पाइन्छ। यहाँ भएको भनेको सम्पूर्ण जति पनि छ सबै सप्लाई कम्पनीहरू मात्रै छ। कोही तपाईँको 100मा 20% 10% मात्रै डाइरेक्ट कम्पनीमा आउँछन्, जो जेन्युन मेन पावरबाट लगाउनुहुन्छ उहाँहरूको चाहिँ। बाँकी चाहिँ अधिकांशको जो छ सप्लाई कम्पनी नै परेको हुन्छ। सो बी केयरफुल गाइज। आजको भिडियो अलिकति तपाईँहरूलाई केही जानकारीमूलक भयो भन्ने आशको साथमा आज चाहिँ म तपाईँहरू माझबाट छुट्टिन्छु। भोलि म अर्को भिडियोको साथ उपस्थित हुने नै छु। साथै रोमानियाबाट जति पनि स्पेन जान चाहनुहुने साथीभाइहरू हुनुहुन्छ उहाँले चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मैले उता बस्ने व्यवस्था अनि त्यसै गरी सकेसम्म कामको व्यवस्था अनि त्यताको डकुमेन्ट बनाइदिनेसम्म चाहिँ मैले तपाईँलाई हेल्प गर्नेछु। यदि इच्छुक हुनुहुन्छ भने सिरियस क्यान्डिडेटले मात्रै मलाई कन्ट्याक्ट गर्नुहोला। मेरो कन्ट्याक्ट नम्बर तल डिस्क्रिप्सनमा मैले राखिदिएको छु। हस्त, जय नेपाल, जय रोमानिया।